So guys, यो चाहिँ म छु कालीकोटमा। यहाँनेरिको यस्तो राम्रो दृश्य तपाईहरुलाई म देखाउन चाहन्छु हैन। अब यहाँनेरि मसँग न वाइफाई छ न मोबाइलको टावर पनि दिउँसो मात्र आउँछ। अहिले चाहिँ छ, एकछिनमा जान्छ, घाम गएपछि गयो। न लाइन छ, पोल मात्र छ। पोल छ, यहाँ पोल छ, बाँकी केही छैन। तपाईं देख्न सक्नुहुन्छ। आमामामा माथि त्यो मसिन लाएरै काटे हान रुखहरू। अब के भन्ने म, सरी योबाट सुल्ठो। यहाँनिर एउटा गाउँ छ, सानो गाउँ छ, सहर टुपुक्क परेको होइन। अनि यतापट्टिको डाँडो, ओ माई गड, यस्तो राम्रो दृश्य छ। म कसरी तपाईहरुलाई भनौँ कि होइन। यस्तो यहाँ टावर किन छैन भन्दाखेरि अब ऊ त्यो एरियामा चाहिँ टावर छ। यो एरियामा यहाँनिर एउटा सहर छ, यहाँनिर चाहिँ अलिक राम्रो सहर छ होइन। त्यो सहरमा चाहिँ लाइनहरू पनि आउँछ, टावरहरू पनि छ होइन, गाडीको सुविधाहरू पनि छ अरे माथिपट्टि। अनि म चाहिँ यता आएको छु खासमा, यतापट्टि पारिपट्टि साइड यहाँनिर सिनहरू कस्तो राम्रो छ, एकदम हेरिरम जस्तो छ। टावर चाहिँ किन भन्दा उता माथि टावर हाल्दैछ, हालेर भ्या छैन। त्यो टावर हालेर भएपछि बल्ल टावर डिस्ट्रिब्युट गर्न सक्छ अरे, त्यतिन्जेलसम्म सक्दैन अरे। सो म चाहिँ यहाँनिर बसिरहेको छु। अब म पनि अब यहाँबाट निस्किनु पर्ने हुन्छ। सो मेरो रश्मि साइजन छ भर्खर नयाँ खोली आइडी त भनेको पहिलाको। यस्तो सानो सानो बाटो हिँड्नु पर्यो, पुरै खुट्टा जुत्ते चप्पलै झ्यात्ते यार। यस्तो सानो सानो बाटो कहाँ आफू माथि गाउँबाट अझै माथि कस्तो डेन्जर बाटो थियो। मैले भिडियो बनाउनु पाइनँ, बट डेन्जर छ यार बाटो त। उहाँको छ टु मच रिस्की प्लेस इज दिस। उताको बाटो अब कस्तो सजिलो थियो यार, यो बाटोले यार यहाँ चप्पल चट्टी खाइ। सो लेट्स गो, लेट्स बिगिन। मेरो डाँडा पछाडिको पुरै गाउँ हो। त्यही गाउँभन्दा माथिबाट, गाउँभन्दा माथिबाट आएको पानी पर्नु लाग्छ। अब हेरौँ अगाडि के हुन्छ। पुरै धानबारी गाउँबारी हो, पुरै गाउँबारी हिँडेको पुरै आएको छ। ल सी यू, थ्याङ्क यू फर वाचिङ, टिल द टेक केयर, बाइ।